अनि दुःख पीडा अनि अभाव आँसु दिन्छ। त्यही भएर आमा नामै काखी छ। किनभने आमा औँसीमा पनि गर्दैन पर्दैन। मेरो मनैदेखि नमस्कार 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 नमस्कार। उभिन सक्ने बनाउने र यतिको बोल्न सक्ने बनाउने आदरणीय देवता अनिता मेमलाई पनि धेरै धेरै धन्यवाद। दुःख परेको बेलामा साथ दिनुहुने मेरा प्यारा साथी चाहिँ उषा मिसको लागि पनि धेरै धेरै धन्यवाद। म चाहिँ आमाको लागि एउटा सानो कुरा भन्नु चाहे हुन्छ? दुःख अनि दुःख पीडा अनि अभाव आँसु चाहिँ एकैछिनमा हराउँछ। यदि मेरो आमा मुस्कुराउनुहुन्छ भने, एकैछिन मेरो मम्मी मुस्कुराउनु भयो भने, एकैछिन एकै सेकेन्ड मुस्कुराउँदा पनि मेरो दुःख पीर है अभावहरू सबै एकैचोटि चाहिँ हराइदिन्छ। त्यही भएर आमा नामै काखी छ, हो कि होइन? आमा भनेको आमै हो। जति जे गरे पनि, माया गरे पनि नगरे पनि, आफ्नै काखमा भए पनि टाढा भए पनि आमा भनेको आमै हो। आमा नामै काखी छ, हो कि होइन? मलाई चाहिँ अघि त्यो गीतको बोल आउनु बित्तिकै चाहिँ सरी है रुन आयो। किनभने आमा औँसी पनि नजिकै छ, हो कि होइन? अनि आमा औँसीमा पनि गर्दैन पर्दैन। रगतको नाता नभए तापनि मनको नाताको बामा एकदमै पाएकी छु, माया पनि पाएकी छु। यसमा धेरै धेरै खुसी छु। रुनु चाहिँ हुँदैन। अब रगतको नाताको आमा मैले यसरी सम्मान गर्न पाएन, देख्न पाएन। तैपनि मनका रगतको बामा चाहिँ यसरी भेट्न पाएका छौँ, खुसी हुन पाएका छौँ, भेला हुन पाएका छौँ। यसमै धेरै खुसी लाग्छ मलाई। खासमा मलाई चाहिँ एकदम कठोर खालको मान्छे हो भनेर तपाईँहरूले लेक्चर गर्थे। तर आज आमा शब्द आउने बित्तिकै मलाई आफूलाई थाम्न सकेन है। मेकअप पनि गरेर राखेको गयो, फेरि मेकअप गरेर आयो, फेरि जान्छु कि अब चाहिँ नबिदिनु मेरो बाबा। यो भनेको चाहिँ खुसीको आफू मेरो बाबा होइन र? धन्यवाद, नमस्कार। हाम्रो जुनु मिसको लागि चाहिँ जोरदार ताली बजाइदिनु। नरुनु न हो नमस्कार सेवा र नरुनु न हो नमस्कार। रुने होइन नि मेरो बाबामा। ल सम्पूर्ण बाबा मम्मीलाई नमस्कार। सन्चै हुनुहुन्छ? खुसी हुनुहुन्छ? त्यसो भए हाँसिदिनु मजाले। रुने होइन, एकबारको जिन्दगीमा रुने होइन, दुःख पीडा सबैलाई हुन्छ। हामी खुसी भएर हाँसेर बाँचेर देखाउनु पर्छ, हाँसेर बाँच्नु चाहिँ सिक्नु पर्छ बाबा मम्मी। आफ्नै स्वास्थ्यले हानिकारक हुन्छ क्या बाबामा। खुसी भयो भने त त्यसले हानिकारक गर्दैन। खुसी भयो भने हाम्रो स्वास्थ्यलाई के हुन्छ नि त, हाम्रो रोगसँग लड्न सक्ने क्षमता पनि वृद्धि गर्दै जान्छ र हामीले अझै स्वस्थ र धेरै बेर पनि बाँच्न सक्छौँ। सर्वप्रथम हाम्रो चमौली सेन्टरदेखि हाम्रो बाबाहरू आइदिनु भयो। हामीलाई धेरै दुःख कष्ट गरेर उहाँदेखि टाढादेखि साल पनि त्यसरी तपाईँहरूको साथमा मनाउन पाऊँ है। मनाउनको लागि तपाईँहरूको साथ पनि पक्कै चाहिन्छ है। र अब आउँदै गएको
2083 सालको पनि सम्पूर्ण बाबा मम्मीलाई धेरै धेरै शुभकामना र स्वस्थ रहनु होला, व्यस्त रहनु होला, खुसी रहनु होला। हुन्छ कि हुँदैन? र कष्ट संसार
एक दिन द पखाना मेरो माया एक दिन द पखाना एक दिगो छ हाम्रो लगान जोसा बुढो भैनी आगो छ जोसा आज खाजा भोलि द छ भो